नेपाल सरकारले सूचना प्रकाशन गरेको छ। त्यसो भएको हुनाले सुशासनका कुराहरू, सुरक्षाका कुराहरू, आगामी दिनमा गर्नुपर्ने कुराहरू पनि प्रहरी महानिरीक्षकज्यूले आफ्नो मतहतका चाहिँ निकायलाई निर्देशन गर्नुहुनेछ भन्ने म अनुरोध पनि गर्छु। आजको यो परिसरको नजिकमै रहेको जिल्ला प्रहरी कार्यालय, यो परिसरको नजिकै रहेको जिल्ला समन्वय प्रमुखको घर, यो जिल्ला प्रहरी कार्यालयबाट 200 मिटरको दूरीमा रहेको यो काउसेतीको नगर प्रमुखको घर तोडफोड भयो, आगोजनी भयो, हामी भाग्न पर्ने परिस्थिति रह्यो। तर यो सुरक्षा निकायले सुरक्षा किन दिन सकेन भन्ने यो प्रश्न सधैँ रहेको छ। जिल्ला प्रहरी कार्यालयको चाहिँ 50 मिटर भित्रको जिल्ला समन्वय प्रमुखको घरमा एउटा टियर ग्यास गएन, सूचना गएन, माइकिङ गएन। हामी कता जाँदैछौँ? हामी कुन बाटो जाँदैछौँ? हाम्रो राज्य व्यवस्था कता जाँदैछ? यसमा हेक्का रहनुपर्ने आजको आवश्यकता। यो मञ्चबाट जहाँ जिल्ला प्रहरी कार्यालयको दूरी 150 मिटर भित्र मेरो घर पर्छ, जिल्ला समन्वय प्रमुखको घर 50 मिटर भित्र पर्छ। हामीसँग टियर ग्यास थिएन, मैले गोली चलाउने कुरा गर्न खोजेको छ। एउटा 6 महिनाको गर्भिणी चाहिँ प्रहरी ड्युटीमा त्यहाँ खटाइरहँदा एउटा ढुङ्गाले लाइरहँदा उहाँ पल्टिनु भयो। हाम्रो रेडक्रसको गाडीले त्यो महिला प्रहरीलाई उठाएर हस्पिटल लानु पर्यो। त्यो दर्दनाक थियो कि थिएन? त्यो घटना सिङ्गो प्रहरीले कसरी मूल्याङ्कन गरेको छ? यो मूल्याङ्कनको विषय हो कि होइन? के उहाँ आमा बन्ने नैसर्गिक अधिकार थिएन? के उहाँ यो प्रहरी कार्यालयमा, जिल्ला प्रहरी कार्यालयमा कार्यरत भएको अरू जवान नभएर एउटा गर्भवती नेपाल प्रहरीलाई त्यहाँ खटाउने, जहाँ मेरो घरको अगाडि नै घटेको घटना हो, ढुङ्गाले उहाँको खुट्टामा लागेको छ र नेपाल सोसाइटी र त्यसको अगुवाई वेदप्रसाद देउपानेले उद्धार गर्ने। म अनुरोध गर्छु प्रहरी महानिरीक्षकज्यूलाई, मुलुक डढिरहेको छ, आगो बलिरहेको छ, तर आफ्नै मान्छे सुरक्षा हुन सकेन कि भन्ने मेरो सवाल, मेरो प्रश्न हो। मेरो घर जल्यो भनेर बत्ती त्यति होइन, म राजनीति गर्ने मान्छे हो, म राजनीति गरेरै आएको हो। यो मुलुकको परिवर्तनको निम्ति राजनीतिमा लागेको मान्छे हो। म 2029 देखि राजनीतिक पार्टीमा लागेको हो। मेरो घर तोडफोड भयो, मलाई त्यति धेरै पश्चाताप छैन। तर एउटा 6 महिनाको गर्भसित रहेको महिला प्रहरीको सुरक्षा हुन सकेन भने हामी नागरिक हुन सक्दैन। म प्रहरी प्रमुखलाई यो अनुरोध गर्छु।